बस पनि चढ्यो हानगाङ बसको एक्सपिरियन्स पनि गरियो आयो रे आयो आयो ल हामी चढ्ने बस चाहिँ आइपुग्यो अब अहिले कोरियामा भर्खरै मात्रै सञ्चालन भएको हानगाङ नदीमा चाहिँ मान्छे चढ्नको लागि भर्याङ अड्काएको छ यसलाई फुत्त निकालेपछि उतार्यो अनि त्यस पछाडि यो हानगाङ बस फेरि गयो बाई बाई हाई एभ्रिवान आज चाहिँ हामी सौलमा भर्खरै मात्र सञ्चालनमा आएको हानगाङ बस चढ्न आएका छौँ र पानीमा चल्ने बस चढ्ने हो सकिन्छ तर हामी चाहिँ यहाँदेखि अहिले सौलमा सञ्चालन भर्खरै भएको चाहिँ हामी पानीमा चल्ने बस चाहिँ यहाँबाट लाग्ने भएको भएर हामी चाहिँ चेन्ज गरेर ओक्सुसम्म जानेछौँ यहाँनिर हानगाङ नदीमा आएका छौँ आएको अनि यहाँ धेरै ठाउँबाट चाहिँ कोरियामा भर्खरै मात्रै सञ्चालन भएको हानगाङ नदीमा अनि बस चाहिँ चल्ने भएको भएर भनेर चाहिँ हामी चाहिँ त्यो चढ्नको लागि आएको आयौँ अनि भित्र गएर हामीले चाहिँ टिकट काट्न सुरु गऱ्यौँ अनि टिकट चाहिँ जम्मा 3000 मात्र 3000ले चाहिँ पुरै हामी घुम्न सक्छौँ है 3000 यति सस्तो प्राइसमा हामी पानी जहाज चढेको अनुभव गर्न सक्छौँ कि कोरियामा यति रमाइलो यति सुविधायुक्त बस सञ्चालनमा आएको छ अहिले अनि हामी दुईजना थियौँ त्यही भएर हामीले चाहिँ दुईवटा टिकट काट्यौँ दुईवटा टिकटको चाहिँ जम्मा 6000 मात्रै हो है अनि त्यस पछाडि मैले चाहिँ यहाँ टिकट काट्न सुरु गरेँ अनि दुईवटा टिकट काटिसके पछाडि चाहिँ हामीले फेरि पनि अर्को ठाउँमा चेन्ज गर्नुपर्ने भएको थियो तर 3000ले नै हामीले फेरि अर्को ठाउँमा चेन्ज गर्न पनि त्यही पैसाले चेन्ज गर्ने हो फेरि पनि पैसा तिर्नु पर्दैन अनि म चाहिँ यहाँनिर टिकट काटेर चाहिँ वेट गर्दै थिएँ अनि जम्मा हाम्रो दुईवटा टिकट आयो है दुईवटा टिकट आइसके पछाडि चाहिँ फेरि हामीले चाहिँ अब अर्को ठाउँमा पनि चेन्ज गर्नुपर्ने भएको कारणले गर्दा फेरि हामीलाई दुईवटा सिट दियो होइन त्यो दुईवटा सिट चाहिँ हामीले अब यहाँनिर अहिले माङ्गुनबाट चढेर हामी एयुदोसम्म जान्छौँ र एयुदोबाट चाहिँ हामी फेरि ओक्सुसम्म जाने भएको कारणले गर्दा हामीलाई चाहिँ यो सिट चाहिँ हामीले एयुदोमा उत्रेर फेरि देखाउनु पर्ने भएकोले हामीलाई चाहिँ यहाँ इन्फर्मेसन दिँदै हुनुहुन्थ्यो कि यो चाहिँ तपाईँहरूले अब त्यहाँ गएर चाहिँ चेन्ज गर्दाखेरि यो दुईवटा सिट चाहिँ देखाउनु होला भनेर दुईवटा सिट दिएको थियो अनि यो दुईवटा टिकट भयो अनि दुईवटा त्यो सिट चाहिँ त्यहाँ देखाएर छिर्नुपर्ने अनि दुईवटा चाहिँ ट्रान्सफर गर्दाखेरि चाहिँ देखाउनु पर्ने थियो है अनि मैले चाहिँ टक्क यहाँनिर पहिला टिकटको फोटोहरू खिचेँ अनि अब हाम्रो चाहिँ जाने बेला हुनै लाग्यो अनि टक्क मैले दुईवटा टिकटको फोटो खिचेँ भिडियो गरेँ होइन अनि त्यस पछाडि अब हामी एकछिन वेट गर्दै थियौँ ठ्याक्कै आइपुग्यो अनि बस आउने बेला भयो भनेर चाहिँ हामीलाई भित्र छिरायो अनि म चाहिँ भित्र छिरेर टक्क होइन एक्साइटेड भएर के अब पहिला हानगाङ बस आउनुभन्दा अगाडि चाहिँ फोटो खिचौँ भनेर भित्र जान मन लाग्यो नि त अनि टक्क भित्र खोलेर छिर्दै थिएँ फेरि जानु मिल्दैन अहिले नै भन्यो किनभनेदेखि बस आए पछाडि सबै त्यहाँनिर प्रक्रियाहरू गरिसके पछाडि मात्रै जानु मिल्छ अनि फाइनली हामी चढ्ने पिङ्क कलरको हानगाङ बस पनि आइपुग्यो आइ एम सो एक्साइटेड कि यो चढ्नको लागि है धेरै अगाडिदेखि मलाई यस्तो चढ्न मन लागेको थियो यस्तो अनुभव गर्न मन लागेको थियो सो फाइनल्ली मैले देखेँ हानगाङ बस अनि त्यस पछाडि एकछिन वेट गर्दै बसिराख्यो भिडियो गर्दै बसिराख्यौँ हामी त्यहाँनिर अनि बल्ल तल्ल आइपुग्यो अलिक नजिकै आएपछि झन् धेरै एक्साइटेड भयो मलाई कति बेला चढ्ने जस्तो भयो अनि त्यस पछाडि बल्ल तल्ल आयो अनि हामी चाहिँ भिडियो गर्दै बस्यो किनभने भित्र सिसाबाट गरेको भिडियो त्यतिखेर क्लियर चाहिँ छैन किनभनेदेखि हामीलाई सबै त्यहाँ आएर अब त्यो डोरी छ नि यो डोरीले चाहिँ अब त्यहाँनिर फलाममा कसेर अड्काएर होइन अनि मात्रै यो बस रोकिन्छ अनि रोके पछाडि मात्रै जानु मिल्ने भएको कारणले गर्दाखेरि अहिले नै हामी चाहिँ त्यो सिसाभन्दा बाहिर जानु मिल्दैन किनभने कर्मचारी मात्रै गएर चाहिँ सबै त्यहाँनिर व्यवस्थापन चढ्न मिल्ने हो
हो अनि यो अड्काउने फलाममा रहेछ। चाहिँ डोरीले अड्काउने अनि त्यस अनि डोरीले पछाडि चाहिँ अड्काइसके पछाडि मात्रै मान्छे चढेपछि त्यो डोरी बस फुत्त स्टप हुन्छ निकाल्ने होइन। अनि टाप हाल्ने। अनि बस स्टप भइसके पछाडि सबै प्रक्रियाहरू अनि यहाँ डोरी बाँधेर। छ है कस्तो सिस्टमेटिक ढङ्गले बनाएको हुन्छ विकसित देशमा सबै कुराहरू यति सहज ढङ्गले यति आयो हाम्रो बस, पानी जहाज बस। तरिकाले बनाएको हुन्छ है। त्यहाँनिर चाहिँ मान्छे चढ्नको लागि मान्छे चढ्ने भर्याङ अनि यो भर्याङ गाडी बनाउने पछाडि बस कसँगले चढेर मान्छे चढ्नको लागि भर्याङ अनि यो डोरीले यहाँनिर अड्काएको छ, यसलाई फुत्त निकालिदिएपछि बल्ल जान्छ। थियो अनि फाइनली अब हामी चाहिँ बल्ल तल्ल जाने बेला भयो भनेपछि हामी गयौँ अनि त्यस पछाडि धेरै मान्छेहरू हुनुहुन्थ्यो अनि हामी चाहिँ लास्टमा जाने भनेर नि हामी चाहिँ लास्टमा गयौँ भिडियो फोटो खिच्दै म चाहिँ कस्तो एक्साइटेड भयो कस्तो ह्याप्पी फिल भइरहेको थियो नि त अब जानु पायो भनेर गयो फाइनली भर्याङमा पुगेँ होइन अनि त्यस पछाडि भिडियो त गर्नै पर्यो भिडियो त नगर्ने कुरै भएन होइन अनि बल्ल भित्र चढ्यो भित्र पस्यो है भित्र बसेपछि कहाँ हो के हो भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छैन त फर्स्ट टाइम चढेको हो है अनि त्यस पछाडि भित्र गयौँ अनि सबैजना मान्छेहरू अगाडि अगाडि सिटमा बसिसक्नु भएको थियो नि त अगाडि जानेहरू अनि किनभने हामी त लास्टमा छिरेको थियो अनि त्यस पछाडि हामी गयो है धेरै अलिक त्यति धेरै भिड त होइन जस मान्छेहरू हुनुहुन्थ्यो अलिअलि अनि हामी चाहिँ अगाडि अगाडि जाम भनेर गयो है सबै अगाडि गएको ओहो सिटहरू त कस्तो खाली खाली ठ्याक्कै प्लेनको जस्तै सिटहरू रहेछ है म त क्या खुसी लाग्यो प्लेनमै चढेको जस्तो पनि फिल भयो सबै सिटहरू पनि प्लेनको जस्तै है झ्यालहरू यता त्यता हेर्दाखेरि पनि अनि सबै प्लेनमै चढेर बसे जस्तै फिल भयो अनि कस्तो आनन्द महसुस भयो कि अनि अब भित्र बसेर झ्यालबाट हेर्नु त अब खासै मजा त आउँदैन त्यही पनि एकछिन बसेर भित्रको पनि मजा लिउँ न भनेर चाहिँ भित्र बस्यो अनि सबै ल हामी चाहिँ अब बसभित्र छिरिसक्यो बसभित्र चाहिँ यति धेरै सिटहरू हुँदो रहेछ है यति धेरै सिटहरू हुँदो रहेछ अनि हामी चाहिँ त्यो बस चाहिँ उल्टो चल्दो रहेछ पछाडि गइरहेछ पछाडि अगाडि होइन पछाडि गइरहेछ होइन अब चाहिँ अगाडि गयो पछाडि ब्याक सरेर चाहिँ अगाडि जाँदो रहेछ हानगाङ रिभरमा चल्ने हानगाङ बसमा छौँ र अहिले चाहिँ बसभित्रबाट मैले भिडियो गरिरहेको छु आज त मान्छे पनि छैन धेरै हजुर यहाँ जाऊँ न यहाँ साथी अब चाहिँ मजा आयो अब चाहिँ मजा आयो एकछिन है वा अब चाहिँ मजा आयो कि ल बाहिरबाट खिच्दाखेरिको दृश्य हेर्नुहोस् गाइज स्वर्गीय आनन्द आइहाल्यो नि अब त म त पानी जहाजमा कहिले चढेको छैन त्यही भएर मैले पानी जहाज त अहिलेसम्म चढेको छैन तर पनि मलाई यो हानगाङ बसले चाहिँ पानी जहाज चढेकै अनुभव दिलायो होइन सायद पानी जहाज पनि यस्तै नै हुन्छ होला यस्तै अनुभव हुन्छ होला जस्तो लाग्यो तर पानी जहाजमा योभन्दा धेरै फरक अनुभव हुन्छ धेरै सेवा सुविधाहरू हुन्छ धेरै फरक किसिमको सर्भिसहरू हुन्छ तर यो चाहिँ अब बस भएको कारणले गर्दाखेरि जस्ट भित्र बस्ने सिट अनि बाहिर निस्केर हावा खाने ठाउँ मात्रै छ है यति रमाइलो भयो यति आनन्द भयो मलाई त यस्तो हुन्छ नि गएकै गरौँ जस्तो फिल भइरहेको थियो कि अनि अब हामी चाहिँ अर्को डेस्टिनेसनमा पुग्यो अनि त्यहाँदेखि चाहिँ हाम्रो अर्को बस चाहिँ चढ्यो
साँच्चै मन यति फुरुङ्ग भएको छ, यति खुसी भएको छ कि यो चाहिँ एकदम नसोचेको अनुभव मैले प्राप्त गरिरहेको छु आज हानगाङ बस चढेर चाहिँ है। अनि मलाई जिन्दगीमा एकचोटि पानी जहाज चढ्नु चाहिँ खुब रहर थियो छ होइन, तर यो पानी जहाजै त होइन, तर पानी माथि चल्ने भएको भएर चाहिँ लाइक पानी जहाज जस्तै नै हो होइन। त्यही भएर कस्तो आनन्द महसुस भयो कि मलाई त लागेको थियो पानीमा अलिकति नजर बग्यो भने रिङ्गटा लाग्छ होला, अलिक गाह्रो हुन्छ होला भन्ने लागेको थियो, तर त्यस्तो भएन। अनि हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ कोरियाको संसद भवन अगाडि आइपुग्यो। यहाँ अगाडि देखिएको त्यो मैले औँलाले देखाइरहेको चाहिँ संसद भवन हो है, जो नेपालमा हाम्रो त अहिले संसद भवन छैन होइन। अस्ति आन्दोलनमा सबै अब ध्वस्त भयो, अहिले चाहिँ अब बनाइरहेको छ। तर कोरियाको संसद भवन अगाडि चाहिँ आइपुगेको थिएँ म, अनि मैले औँलाले देखाइरहेको थिएँ। कस्तो हुन्छ नि, कस्तो राम्रो कि अनौठो, एकदमै अचम्म तरिकाले बनाइएको छ क्या यहाँको संसद भवन चाहिँ, त्यही भएर चिनिहालिन्छ परैबाट। अनि हामी चाहिँ अब जाँदैछौँ, अर्को स्टेसन पुग्न लाग्यो, हामीले चाहिँ चेन्ज गर्नुपर्ने थियो, अनि त्यही भएर हामी जाँदैछौँ। हुन त भित्रबाट मान्छेहरूले कस्तो हेरिरहेको थियो, तर पनि मलाई चाहिँ एकदमै नाच्न उफ्रिन हुन्छ नि, उड्न मन लागिरहेको थियो कि, एकदम खुसी लागेर रमाइलो लागेर। अनि अब घाम पनि लागेको थिएन, अनि शीतल थियो, शीतल भएको कारणले गर्दाखेरि बाहिर बस्न पनि कस्तो आनन्द, घामले पनि नडर्ने अनि घामले पनि नपोल्ने, कस्तो आनन्द भएको थियो कि। अनि त्यही भएर मलाई त यस्तो आनन्द भयो, म त हुन्छ दिनभरि यहीँ चढेर बसिराखौँ जस्तो भइरहेको थियो कि। तर हाम्रो गन्तव्य चाहिँ अब धेरै टाढासम्म थिएन, अनि हामी चाहिँ अब यहाँ अर्को स्टेसनमा गएर चेन्ज गरेर फेरि अर्को स्टेसन जानुपर्ने थियो। त्यही भएर लगभग अब आइपुग्न लागेको थियो। कस्तो राम्रो विकास, कस्तो राम्रो सुविधा है। अब यो चाहिँ खास भन्नुपर्दाखेरि हानगाङ बस चाहिँ कोरियामा किन सञ्चालन गरेको भनेदेखि अब ट्रेनमा बसमा चाहिँ धेरै जाम हुन्छ, अनि काम गर्ने अफिसियल टाइमकोहरूलाई चाहिँ अलि समय धेरै लाग्छ भनेर बनाइएको हो। ल ओके, हामी चाहिँ अब अर्को स्टेसन चेन्ज गरेर फेरि पनि भित्र छिर्यौँ है। अनि म चाहिँ भित्र छिरेर अनि बसेँ। अनि यो दोस्रो स्टेसनमा चाहिँ कस्तो थियो भनेदेखि डाइरेक्ट बाहिर जान नमिल्ने थियो, त्यही भएर हामी चाहिँ केही समय चाहिँ भित्रै बसेर फोटो भिडियोहरू गऱ्यो। पहिलाकोमा चाहिँ डाइरेक्ट जान मिल्ने थियो भनेदेखि अहिलेकोमा चाहिँ डाइरेक्ट बाहिर गएर छतमा रमाइलो गर्ने हेर्ने चाहिँ वातावरण थिएन, मिल्ने थिएन। 여러분 안내 말씀드립니다. 쓰레기는 선내에 비치된 쓰레기통에 버려주신 후 하선해 주시기 바랍니다. 감사합니다. Dear passengers, we kindly ask that you place all trash in the designated bins on board before leaving the vessel. Thank you for your cooperation. हामी चाहिँ अब यही दोमा झरेर फेरि अर्को ट्रेन चेन्ज गर्ने हो। अनि हामी चढेको चाहिँ के अरे अब लगभग यही एउटासम्म हो। अनि आजको नाइल्स मौसम चाहिँ यस्तो चाहिँ गुरिङ मिसेमन्जी छौँ। आजको क्युन 20%, 20 सेन्टिडिग्री के भन्छ त्यसलाई। अनि अब हामी यहाँबाट अर्को चेन्ज गर्ने हो। ओके, हामी चाहिँ एयुदोमा झरेर अब फेरि अर्को स्टेसनमा जाँदैछौँ है। अब एयुदोमा झरे पछाडि हामी चाहिँ ओक्सु जाने हो, त्यही कारणले गर्दाखेरि ओक्सु जानको लागि चाहिँ हामी एयुदोमा झर्नु पर्यो। अनि त्यस पछाडि अर्को बस चढ्नुपर्ने थियो। अनि सुरुमा हामी आएको बस त अब पिङ्क कलरको थियो, अहिलेको चाहिँ ब्लू कलरको छ। अनि अब हामी छिर्यो, तर अगाडिको बस्नुभन्दा यो बसमा चाहिँ एकदमै धेरै प्यासेन्जरहरू, मान्छेहरू चाहिँ एकदमै धेरै थियो है। सिटहरूमा पनि एकदमै धेरै थियो। अनि अब भित्र छिर्यो हामी, अनि भित्र गएर अब पुरै मैले सुरुदेखि लास्टसम्मै सिटहरू हेरेँ, घुमेँ होइन। हुन त सेम हो, अगाडिको र यो कुनै फरक त थिएन, सेम नै हो, सबै एउटै तरिकाले बनाइएको हुन्छ। त्यही भएर भित्र छिर्यो है, एकदमै धेरै थियो प्यासेन्जरहरू। अनि त्यहाँनिर यो गाडी चलाउने, यो बस चलाउने चाहिँ लाइक पाइलट जस्तै हुन्छ कि। अनि पाइलट जस्तै, पाइलट नै भनौँ न, पाइलटै भन्दो रहेछ यो बस चलाउनेलाई चाहिँ। अनि एकदमै धेरै मान्छे थियो कि, पहिलाको बसमा त अलिक कम मान्छे थियो, एकदमै धेरै थियो।
अनि फेरि मेरो पालो चाहिँ अब फेरि चरी जस्तै फुरफुर उड्दै रमाइलो गर्दै नाच्दै म चाहिँ फेरि पनि रमाइलो गरिरहेको थिएँ, इन्जोय गरिरहेको थिएँ। अनि यहाँ चाहिँ ठ्याक्कै योङसानमा आइपुगेको थिएँ हामी चाहिँ। अनि यहाँ अगाडि चाहिँ अनि केटिएक्स गइरहेको थियो। अनि मैले चाहिँ केटिएक्सलाई बाई बाई गरेँ होइन। अनि यहाँ चाहिँ धेरै मान्छेहरू थियो, त्यही भएर अलिक नाच्न उफ्रिन चाहिँ अलिक हुन्छ नि अलिक असहज फिल भयो। त्यही भएर म चाहिँ त्यति धेरै नाच्न सकिनँ, नत्र मलाई टिकटक बनाउनु मन चाहिँ लागेको थियो, तर मैले अलिक सकिनँ। एकदमै अब घाम नलागेको भएर चिसो भइरहेको थियो नि, त्यही माथि पानीमा अब हावा चल्छ नि त, त्यही भएर मलाई चाहिँ जाडो भयो। अनि त्यही भएर म चाहिँ ज्याकेट लगाएँ। अनि ज्याकेट लगाएर यहाँ चाहिँ आनन्दले शान्तले बसेर गयो, किनभनेदेखि मान्छेहरू धेरै थियो, भित्रबाट धेरै हेरिरहनु भएको थियो, अनि बाहिर पनि धेरै निस्किनु भएको थियो। त्यस कारणले गर्दाखेरि अलिक उफ्रिने नाच्ने वातावरण अलिक थिएन, अलिक असहज फिल भयो। त्यही भएर शान्त भएर रमाइलो आनन्द महसुस गर्दै हामी गयो है। अब धेरै पनि थिएन हामी उत्रिने स्टेसन। आजको दिनले चाहिँ कस्तो साथ दिएन कि हामीलाई फोटो भिडियो खिच्नको लागि चाहिँ। कस्तो कालो हुन्छ नि, अँध्यारो दिन भइरहेको थियो है। फोटो भिडियो चाहिँ कालो आइरहेको थियो, त्यही भएर अलिक मलाई चाहिँ खल्लो खल्लो महसुस भइरहेको थियो। फेरि अलिक शीतल पनि भइरहेको थियो, त्यही भएर शीतल हुँदाखेरि चाहिँ अब घामले नपोल्दाखेरि चाहिँ आनन्द पनि भइरहेको थियो। एकातिर घाटा एकातिर नाफा भने जस्तो भइराखेको थियो हामीलाई चाहिँ होइन। किनभनेदेखि अब फोटो भिडियोको लागि चाहिँ क्लियर मौसम भयो भने राम्रो आउँछ नि त। अनि समुद्र पनि कालो देखिरहेको थियो, अनि त्यही भएर अलिक घाम लागेको भयो हुन्थ्यो भन्ने लागेको थियो। फेरि घामले अब पोल्दाखेरि चाहिँ अब फेरि घाम नलागेको हुन्थ्यो भन्ने हुन्छ नि त, हामी मान्छेलाई बेमानी हुन्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ समग्रमा एकदमै रमाइलो एकदमै आनन्द महसुस भयो मलाई है। एकदमै मैले नसोचेको अनुभवहरू मैले बटुले यसपालि हानगाङ बसमा चढेर। अनि अनएक्सपेक्टेड नै हो यो पनि। अब हानगाङ बस चढ्छु भन्ने प्लान त थियो, तर खै अब के हुन्छ, समय मिल्यो भने चढौँला, नत्र भने ठिकै छ भन्ने थियो। तर समय मिलाएर गएर हानगाङ बसको अनुभव गरेँ र एकदम रमाइलो भयो है। अब हाम्रो डेस्टिनेसन चाहिँ लगभग नजिक नै भइरहेको थियो। अनि मलाई चाहिँ सकेसम्म यहाँबाट उत्रेर जाउँ जस्तै लागेको थिएन, यहाँदेखि छोडेर जाउँ जस्तै लागेको थिएन, अझै पनि धेरै टाढासम्म जाउँ जस्तो लागिरहेको थियो होइन। किनभनेदेखि शीतल थियो नि त मौसम पनि, घामले पनि पोलेको थिएन, अनि आनन्द भइराखेको थियो। त्यही भएर चाहिँ सिरिरी हावा खाँदै आनन्द मन हुन्छ नि, मन्द एकदमै हुन्छ शीतल वातावरणमा चाहिँ झन् अघि बढ्यो, झन् गइरहँ जस्तो हुन्छ नि, अझै पनि गइरहँ जस्तो महसुस भइरहेको थियो। तर हाम्रो अब लगभग डेस्टिनेसन चाहिँ धेरै टाढा थिएन, अब हामी चाहिँ चाँडै नै उत्रिनु पर्ने थियो। अनि मान्छेहरू पनि धेरै हुनुहुन्थ्यो साइडमा, त्यही भएर मैले चाहिँ आनन्द बसेर भिडियो बनाउँदै गएँ। अनि अब लगभग पुग्न लाग्यो भन्दा चाहिँ सकेसम्म नपुग्यो हुन्थ्यो चाँडो, अलिक समय चढ्न पाए हुन्थ्यो, अझै पनि चढ्न पाए हुन्थ्यो भन्ने मनले चाहिँ भनिरहेको थियो। तर अब धेरै अब फेरि यहाँदेखि निस्केर फेरि घर पनि आउनुपर्ने थियो है। अनि मन पनि फुरुङ भइराखेको थियो आज त, हुन्छ नि खुसीले कि यति फुरुङ्ग भएको थियो कि मन, मैले त यति आनन्द महसुस गरेँ है। मैले पानी जहाज चढेन भने पनि मलाई अब यो पानी जहाज चढेको अनुभव जतिकै भएको थियो नि त, त्यही भएर खुसी लाग्यो है। अनि खुसी भएर अब लगभग सकिन लाग्यो भन्दाखेरि चाहिँ अलिकति मन
हुन्छ नि अब नसकी हुन्थ्यो भने जस्तो पनि भइराखेको थियो। अनि यता उँभो माथि चाहिँ डाँडामा के खनिराखेको रहेछ क्या त्यहाँनिर भित्तामा। अनि मैले त्यहाँ के खनिरहेछ भनेर सोधेँ साथीलाई, अनि खै के हो भनेर भन्नुभयो, सायद त्यहाँनिर के अपार्टमेन्ट बनाउँदै होला। Our next destination is Oksu. We are now here Abgujang station. सबैजना अहिले चाहिँ यहाँ मोबाइल चलाउँदै बसिरहेछ हैन। हामी पनि यो चाहिँ मोबाइलहरू चार्ज गर्ने अनि केही इन्फर्मेसन सोधपुछ गर्नको लागि चाहिँ हो। अनि यो क्युआर चाहिँ आफ्नो इन्फर्मेसन भरेर सबै अनि मात्रै छतमा जान मिल्ने। खाली छ सबै खाली, मान्छे चाहिँ धेरै नआउँदो रहेछ। ल मान्छेहरू चाहिँ खासै धेरै नहुँदो रहेछ हैन, अलिअलि हुँदो रहेछ, त्यति धेरै चाहिँ छैन। अब हामी चाहिँ झर्ने बेला भयो। यो चाहिँ हानगाङ बस हो। अहिले हामी यही बसमा चढेर आएको। अनि टक्क यहाँनिर चाहिँ अहिले हामी ओक्सुमा उत्रिएर हामी चाहिँ अब आफ्नो गन्तव्यतिर लाग्यो। अनि यो बस चाहिँ फेरि अब जामसिलतिर जाँदैछ। कस्तो सुविधा के, वाउ। आज हानगाङ बस पनि चढ्यो, हानगाङ बसको एक्सपिरियन्स पनि गरियो। सो ह्याप्पी, सो एक्साइटेड, क्या आनन्द भयो। अब यो बस जाँदैछ। हामी चाहिँ यो ओक्सुमा झरेर हामीलाई यो ओक्सुमा उतार्यो। अनि त्यस पछाडि यो हानगाङ बस फेरि गयो। बाई बाई। ओके, हामी चाहिँ माङ्गुनबाट एयुदो अनि एयुदोबाट चाहिँ ओक्सुसम्मको हाम्रो हानगाङ बसको यात्रा चाहिँ लगभग यति नै थियो। हामीलाई चाहिँ यो बस चाहिँ हामीलाई यहाँसम्म ओक्सुसम्म छोडेर फेरि उतै ब्याक हुँदैछ। अनि उनीहरूको पनि आफ्नै रुट आफ्नै बाटो हुन्छ, त्यही भएर टक्क हामीलाई यो ओक्सुको अगाडिसम्म चाहिँ ल्याएर छोड्यो। अब यो उता गएर लेफ्टतिर जान्छ अनि यो चाहिँ जामसिलतिर जान्छ। यति नै थियो मेरो भिडियो।